सपना, सोच, सङ्घर्ष जसको स्वच्छ हुन्छ, जसको सत्यवान हुन्छ, जसको इमान्दार हुन्छ, त्यो मान्छे कहिले पनि हार्दैन। र एउटा साँच्चीकै त्यो उदाहरण तपाईँ नै हो। संस्कार, आफ्नो वेशभूषा र आफ्नो देशभन्दा माथि कोही पनि हुँदैन, केही पनि हुँदैन भन्ने कुरा पनि एउटा उदाहरण तपाईँ हो। जिन्दगीमा आयो फेरि शीतल पनि रहन मन्दो तिम्रै छाया पनि बिहानीको किरणसँगै उज्यालो पारे आयो फेरि भगवान सरे मान्छेले मेहनत गरेपछि नहुने कुरा केही पनि छैन। अनि युआर अ बिग इन्सपिरेसन फर इच एन्ड एभ्री वान। र हाम्रो यहाँ 6 जना छ, विनर 1 जना हो। अब विनर भए पनि नभए पनि होइन, उहाँहरू 6 जनालाई पनि एउटा यही मञ्चबाट गएको मान्छेले मेहनत गरेर यो ठाउँसम्म पुग्छ भन्ने कुरा देखाएको छ है। तपाईँको सबभन्दा मिठो एउटा पन छ, गायकी त राम्रो छ, सङ्गीत पनि राम्रो छ, ब्यान्ड पनि राम्रो छ, मिठो एउटा के छ थाहा छ तपाईँको? मुस्कान छ क्या। हजुरहरूको यो ब्यान्डको पनि एकदमै एडमायर गर्न चाहे, एकदमै धेरै सम्मान दिन चाहे तपाईँहरूको ब्यान्डलाई, जुन तपाईँहरू आफ्नै मौलिक बाजाको प्रयोग गरेर तपाईँहरूले यस्तो क्रिएसनहरू निकालिरहनु भएको छ। यो एकदमै ठुलो कुरा हो। भोइसको स्टेजबाट आउनुभएको रहेछ तपाईँ होइन, मैले सुने हेरेँ पनि। र यो हाम्रो सम्पूर्ण भोइस टिमको लागि पनि एकदमै प्राउड मोमेन्ट रहेको छ। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू।